हेलो नमस्कार साथीहरू, हेर्नुहोस् म आज गइरहेछु पकाउन गोलभेडाको भ्याक्ताल, मेरो फेभरेट। यो अब बल्ल ड्युटीबाट आएको भर्खर 10:30 बजे। अब पकाउन सुरु गरेको। सब रेडी छ। टमाटर, सेतो प्याज, रातो प्याज, अदरक, लहसुन, खुर्सानी, हरियो सब रेडी छ। मसलाहरू यहाँ छ टक्क। तेल र फोरन त्यहाँ पाकिरहेछ। अब यो लगभग पाकिसकेको फोरन अब हालेँ मैले। लहसुन, अदरक अनि खुर्सानी, यसलाई एकछिन भुट्नु पर्यो टक्क लाएर। आज डब्बल खाइन्छ, घाँटीसम्म खाइन्छ आज। टमाटरको भ्याक्तल त मेरो फेभरेट हो, एकदम नम्बर 1। हालत यस्तै छ, के गर्ने किचनको। धेरैजना खाना पकाउँछौँ, 12जना एउटै ग्यासमा पाक्छ। अब दिदी एक-एकजना पालै पकाउँदा पकाउँदा यस्तै हो परदेशी जिन्दगी, के गर्ने। 12 घन्टा ड्युटी गरेर आउँदा अब 1-1.5 घन्टा बसमै लागिहाल्छ। खाना पकाउने, लास्टमा सुत्ने, खाना पकाउँदा खाँदा 1-1.5 घन्टा गइहाल्छ। टाइमै हुँदैन, के गर्ने के गर्ने। अब यो लगभग पाकिसक्यो। अब मैले प्याज हालिदिएँ टक्क लाएर। प्याज छिटो पाकोस् भनेर यहाँ नुन हालिदिन्छु अलिकति, अनि छिटो गल्छ। अलि मलाई नुन अलिक चर्को मनपर्छ, के गर्ने, यस्तै हो, बानी छ। अरूहरू त्यस्तै खान्छन्, पिरो। नुनीले अलि वासना त मिठो आयो एकदम। एकदम छिटो पाक्ने, फेरि टमाटरको गोलभेडाको भ्याक्तल बहुत छिटो पाक्छ। त्यही भएर झन् मजा आउँछ मलाई, झन् यही मनपर्छ। टाइम कताबाट टाइम बचोस् बस। लाल लाल टमाटर, रातो रातो। अलिकति नुन हालिदिउँ छिटो पाकोस् भनेर। त्यसपछि अब मैले हालेँ यहाँ आयो बेसार अनि यो आयो मिक्स मसला।
भयो। अब केही हाल्नु पर्दैन, एकछिन पकाउने नपाकुन्जेलसम्म। हस्, भिडियो लामो हुँदैछ। भिडियो मन पऱ्यो भने प्लिज लाइक शेयर सब्सक्राइब गरिदिनु होला, प्लिज सपोर्ट गर्नु होला। भयो म भिडियो। धन्यवाद, नमस्कार।